यो नेपाली खुट्टा उचाली Thank you so much. Thank you. Thank you. यो नेपाली झन्डा उचाली राजा ल्याउन लम्किन्छ तिन कुनैमा ढुङ्गा बोकी पुलिससँग चम्किन्छ यो नेपाली ढुङ्गा उचाली तिन कुनैमा लम्किन्छ एकातिर दुर्गा बसाई ल्याउँछु भन्छन् फेरि राजा अर्कोतिर टाउका बजाइरहेछन् पुलिसले बाजा अर्कोतिर सिङ्गल हान्छु केपीलाई भन्छन् दुर्गा आफै भागे इन्डियातिर लास्टमा जनता मुर्गा अन्धकारमा काजु खाँदै घमलासँग पल्किन्छ खुट्टा उचाली भट्टीतिर लम्किन्छ के गर्ने यार देश ठिक छ नि हे कतिले मलाई यहाँ तपाईँ केपी शर्मा ओलीले तपाईँलाई पैसा दिएको अरे इन्भेस्ट हेर्थेँ तपाईँलाई केपीले तपाईँलाई पैसा दिएको जहिले पनि यस्तो राजाको विरुद्धमा म त कसैको विरुद्ध म त राजाको पनि पक्षमा होइन जनताको पक्षमा त विकासको पक्षमा हो किन समाचार जे छ त्यही भन्यो नि त हो कि नै यथार्थ कुरा गर्ने नि त हामीलाई राजाले के दिन देखाएर नेतालाई के देखाएर यार अब यार जो जस्तो आए पनि हामीलाई यो के अरे के भन्छ टिकटकमा आएर भिख मागेर खानै परेको छ अरू के मतलब जो जति भयो नि कहाँ नगौरला आउँछु न पुडिमा भने जस्तो होइन त ल भन्नु न एउटाले भन्थ्यो अरे क्या तेरो घरमा भैँसी ब्याए छ पाडा ब्याए कि पाडी ब्याए भन्थ्यो अरे हामी भत्तालाई बिगती खान पाए पुगिहाल्यो नि पाडा ब्याए नि पाडी ब्याए नि के मतलब भन्थ्यो अरे त्यस्तो के गर्ने हेर्नु यार म त आजकल त फेसबुकमा पनि कमेन्ट अफ गरेर बस्छु यार हो र गाली खान्छ यार अस्ति एउटा के गीत बनाएको थियो कि अहिले टिकटकमा लगभग 28-29 लाख भ्यू गइसकेको छ त्यो मैले हेरेको थिएँ कस्तो गीत ए आमा जाम भन्यो मलाई भन्ने गीत के गाइदिनुहोस् न गाइदिनुहोस् होइन त म लिरिक्स कहाँ छ म आजकल लिरिक्स लेख्दिनँ मोबाइलमा लेखिलेखा यही मोबाइलदेखि लागि बसिरहेको छु कसरी मिल्छ फेरि मोबाइलमा लेखेको छैन हातमा पहिला जस्तो कपीमा लेख्दिनँ कि ए उसमा नोट गराएरै मैले रेकर्ड गर्छु क्या त चाहिँ पानको पसल होइन गाइस त्यो गीत अलिक धेरै दर्शकले मन पराछन् गाली खान्छ आजकल अनि तपाईँ लेख्न छोड्नुभयो कपीमा चाहिँ लेख्न छोड्नुभयो लेख्थेँ के अरे यार अब ये पनिसन गेम खेल्दा खेल्दा गीत गाउने भुलेँ म त यार गजब बेइज्जती पनिसमेन्ट गेम पनि अनि अलिअलि राम्रो खेल्नु न कति छाडा एकदमै छाडा हुँदै गइसक्यो त्यो पनिसमेन्ट तपाईँ भनेको राम्रो के दर्शकले यार अब त्यही मन पराउँदैन क्या नि यार छोडिदिनुहोस् त्यो दर्शकलाई तुरातिर छोडिदिनुहोस् आफू सबै भएर चलाउनुहोस् हो त हो यार बहुत श्रीमतीले पनि सम्झाउँछ होइन अस्ति श्रीमती छाडा त मैले त्यति खासै म त हाँसेर रियाक्सन गरेर उ गर्ने हो उनीहरू आउँछन् अमितजी यार अब मलाई मेरो सर्जरी गरेको भन्दै भित्र कट्टु गरेर देखाइन्छ यार गजब बेइज्जती म त्यही भएर आउनै छोडिदिएँ हो नि त तपाईँको होइन केही छैन अब तर सुध्रिनु पर्छ श्रीमतीले पनि यस्तो नगर्नु भन्छ अब के गर्ने यार फेरि आएपछि अब भ्युवर पनि आउँछ हुन्छ अब गिफ्टिङै ठुलो कुरो त होइन पक्कै पनि होइन त्यसलाई अलिकति राम्रो ढङ्गले पनि गर्न सकिन्छ भन्ने कुरा हो थ्याङ्क यू सो मच थ्याङ्क यू होइन र ल भन्नु न हो नि अलि स्तरीय तरिकाले यस्तो हो क्या तपाईँ कस्तो लाग्छ भने मेरो विचारमा चाहिँ तपाईँले जुन ट्रेनमा लानुहुन्छ त्यो त्यही ट्रेनमा जान्छ क्या एउटा तपाईँले धुपीको बोट रोप्नुभयो त्यो धुपीको बोटलाई तपाईँले काट्दै लिएर एउटा सेपमा लिएर जानुभयो भने त्यही सेपमा बस्छ
तर त्यसलाई नछोडेर जतातिर हाँगाबाँगा जता जान दिए पनि दिनुभयो भने त्यो त्यस्तै जान्छ क्या, त्यस्तो हुन्छ कि। त्यो मलाई त्यस्तो लाग्छ। तपाईँको पनिसमेन्ट एकदमै एकदम छाडा हुँदै 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 गयो भने त्यो छाडा 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 जान्छ क्या। त्यो त्यो एउटा कुरा चाहिँ कस्तो हुनु पर्यो भने एउटा तपाईँको दिमागमा एउटा चाहिँ के बस्नु पर्यो भने मेरो लाइफमा सानो बच्चादेखि बुढाकालको मान्छेलेसम्म